त्यही त होइन त्यो सिकाउन त केही छैन नि बाटोमा पुरै आगो आगो हिँडे जस्तो देखिन्छ क्या राति दिल्लीको सडकमा गाडी हिँडेको जापान त जाडो परेको त आजु चिसो स्याटले हाना हौ हानेडा इन्टरनेसनल टोकियो इन्टरनेसनल एयरपोर्ट हानेडामा यो पछाडिको एयर इन्डियाबाट भन्दैको जस्तो लाग्छ आइपुगेछ सामान सबै आइपुगेछ कता आइपुग्यो त हानेडा टोकियो टोकियो जापान टोकियो म पनि छु है एयरपोर्ट छेउछाउ सुरुङमा हिँडेको पनि धेरै बेर भइसक्यो सुरुङ सकिँदैन कति लामो सुरुङ हो यो जापानको कोही मान्छे यहाँ थाकेर पुरै मस्त राम छन् यतापट्टि समुद्र देखियो पर पहाडहरू पनि छन् बजार छ कुन सहर हो पनि यो चाहिँ ठाउँको नाम के हो ठ्याक्कै थाहा भएन तर तल चाहिँ हाइवे छ अरे यहाँ यसको हामी हो जापानको टोकियो यो समुद्र मुनि हाइवे छ दिस साइड योकोहामा दिस साइड हानेडा टोकियो ओके टोकियो हानेडा एन्ड यतापट्टि योकोहामा यो समुद्र मुनि चाहिँ टनेल छ हाइवे बाटो अहिले भर्खर त्यही हाइवे भएर आयौँ हामी अहिले हामी यो जापानको टोकियो आइपुग्यौँ हस्त यहाँबाट चाहिँ माउन्ट फुजी देखिँदो रहेछ तर आज बादलले छेकेर राम्रो देखिएन पर देखिनु पर्ने हो देखिएन चाहिँ यो उमिहोतारू बेमा छौँ अहिले उमिहोतारू बे हाम्रो टुर गाइड छन् यहाँ आन्दोले लिएर आएका छन् पर माउन्ट फुजीलाई बादलले ढाकेको छ यता योकोहामा सिटी छ उता पर टोकियो हानेडा यो उमिहोतारू बे सुन्दर बे रहेछ यो आज बिहान एयरपोर्टबाट ओर्लिने बित्तिकै हामी घुमफिर गर्दै आउँदैछौँ उमिहोतारू बे हाम्रो चाहिँ पहिलो स्टप राम्रो सुन्दर दृश्य छ यहाँ आइता हामी चाहिँ यो उमिहोतारू बेको बिचमा बनेको म्यानमेड आइल्यान्ड मान्छेले बनाएको रहेछ यो ठुलो आइल्यान्ड यहाँ पार्किङ सार्किङहरूको व्यवस्था सबै यहाँ वरिपरि भ्यू हेर्ने व्यवस्था असाध्यै राम्रो अद्भुत इन्जिनियरिङको नमुना देख्न पाइयो अब हामी यहाँबाट निस्किँदैछौँ राजु यतापट्टि
कावासाकी पर्दो रहेछ अब कावासाकीतिर जाँदैछ आज समुद्र नजिकको सबैभन्दा लामो पुल विश्वकै सबैभन्दा लामो टनेल छ यहाँ तल 9.5 किलोमिटर लामो माथि हाइवे पर सहर बजारहरू छ पर समुद्रको किनारमा अब यहाँ फुलको हुनाले मात्रै फुलेको हुने भए पर देखिन्थ्यो अरे Jellyfish. जेलीफिस नमस्कार नमस्कार थरीको कस्तो राम्रो के त्यो मजाले पौडेको नि फेरि उखेर मान्छेले मजाले सफा गर्दै हुँदैछ। यस्तो राम्रो भित्र चाहिँ oh my God। एउटा मान्छे त्यसरी क्लिन गरेर बसिरहेको छ होइन पर चाहिँ डक्टरहरू के अरे बाहिर निस्क्यौँ सर्प जस्तै छ सर्प जस्तै छ सुन त ल स्पटेड गार्डन एल हेटेरोकोकर ह्यासी पेन्गुइनले आर्च गर्दो रहेछ अनि पुरा मजाले ब्याकिङले काम गर्न 2-3 जना मान्छेहरू खटाल्नु गाउँकै मान्छे कस्तो डिफ्रेन्ट मान्छे त्यसको मुख हुन्छ होइन बुत्र 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 पक्रिँदैछ जेलीफिस थाकेर बस जस्तो छ ल माछा थरीको कति राम्रो हो कि यो पिङ्क हेर्नु त्यहाँ
फर्केको हो सी एक्वेरियममा छौँ जापानको यो चाहिँ जेली फिसहरू यस्तो देखिँदो रहेछ टोकियोमा रमाइलो दृश्यहरू छन् माछाहरू छन् थरीथरीका कस्ता कस्ता समुद्री जीवहरू छन् सानो सानो रहेछ चाहिँ जापानिज एडिबल जेली फिस रहेछ Mommy, you see that stingray? Mommy, do you see that stingray? 它怎么又折回来了？这是什么粉丝？ अन्टार्कटिका नपुगिकन पेन्गुइन देख्न पाइयो यहाँनिर यो जापान टोकियोको सी एक्वेरियममा पेन्गुइनहरू पनि राखिएको रहेछ पेन्गुइनहरू पौडी खेल्दैछन् त्यहाँ बसेर खेल्दैछन् पेन्गुइनको संसारको मान्छेहरू रमित पनि हेरिरहेका छन् बडो रमाइलो छ यहाँको वातावरण स्काई ट्री त चढ्न टोकियो टावर अग्लो माथिबाट हेर्नलाई ल हेर्नु यहाँ टिकटको लाइन यस्तो छ टोकियो आएर टोकियो स्काई ट्री टावर यो त्यो अग्लो टावर चढ्नलाई हामी भित्र गएको टिकट 2 बजेको भएर अब फेरि टिकट लिएर 2 बजेको टिकट लिएर हामी फेरि यताबाट घुम्न जाँदैछौँ फेरि फर्केर आएर त्यो माथि चढ्ने भयो है ल हामी चाहिँ यो टोकियो स्काई ट्रीको 350 मिटर माथिबाट देखिने दृश्य हेर्दैछौँ योभन्दा अझै माथि 450 मिटर माथि पनि जान सकिन्छ यहाँ मान्छेहरू हामीलाई हेर्दैछन् यहाँबाट देखिने बाहिरी दृश्य चाहिँ यस्ता यस्ता छन् सबै अग्ला अग्ला भवनहरू हुन्छ भवनहरू यो एउटा मानव निर्मित नदी जस्तो देखिन्छ यो नहर जस्तो यसले पनि यसको सौन्दर्य बढाएको छ अग्ला अग्ला भवनहरू बिल्डिङहरू टोकियो सहर आधुनिक सहरको एउटा रूप चित्र देखिन्छ यहाँ चारैतिर घुमी घुमी हेर्न सकिने रहेछ 360 डिग्रीमा हुन त यस्ता टावरहरू अरू विभिन्न सहरहरूमा देख्न पाइन्छ खासै नौलो कुरा त होइन यो तैपनि अब यहाँबाट टोकियोको दृश्य
जापान भ्रमणमा आएका बेलामा देखिने टोकियोको दृश्य हेरिहालौँ न त भनेर हामी पनि यहाँको दृश्य हेर्नलाई चढेका छौँ यो टावरमा। हेर्दैछौँ, घुम्दैछौँ है। हस्त नमस्कार। यहाँबाट टोकियो सहरलाई नजर लगाउने काम भइरहेको छ। यहाँ धेरै मान्छेहरूको भिडभाड छ यो टावरमा। अहिले हामी 350 मिटर माथि आइपुग्यौँ है। हामी चाहिँ यो टोकियो स्काई ट्री चढेर माथि यो टावरको जाने भयो भनेको थियो, जापान आइपुग्यो। हामी अहिले 350 छौँ होइन। त्योभन्दा माथि पनि गइन्छ। ग्लेसियर ल टोकियो स्काई ट्री चढेर ल हेर्नु यहाँ कति अग्लो छ। हाम्रो त टोपी नै झर्छ होइन। यहाँ चढेर हामी निस्किसक्यौँ। यहाँ तलको बजार यस्तो छ। बजारै त भन्नु होला नि होइन। क्रिकेटको हो टिम चाहिँ अब आफू चिन्दैन। यहाँ बुढा चाहिँ यहाँ फुड ट्रकमा पिज्जा अर्डर गर्नलाई उभिनु भएको छ। रमाइलो रहेछ होइन। पनि छु है। यो चाहिँ टोकियोको टावर अगाडिको पिज्जा है। 900 को पिज्जा होइन। मिठो छ। जाउँ। लेट्स गो। र हाम्रो बस छुट्यो माउन्ट फुजी जाने। अब ट्रेन पाइन्छ कि भनेर ट्रेन खोज्दै हिँड्दैछौँ। उता ट्रेन स्टेसनको मान्छेको ताती छाता बढेर पानी परेको छ। हामी चाहिँ अलिअलि टेन्स मोडमा छौँ बस छुटेकोमा है। स्टेसनमा मान्छे छाता मार सिन्जुकु स्टेसनमा हामी यो 921 को ओडाओरा 10 कार्स। अब हामी ट्रेन पनि चढ्न लाग्दैछौँ जापानको। अब यो पछि आउने ट्रेन हामीलाई लिएर जान्छ। त्यो 921 को ओडावारा जान्छौँ। थाहा छैन, चिनेको छैन, नाम कहाँ जाने के गर्ने थाहा छैन। सोध्दै खोज्दै कोसिस गर्दैछौँ। ठुली क्यामेरा देखेपछि मुसुक जापानको टोकियोको ट्रेन स्टेसन हो। ओडावारा जानको लागि ट्रेन चढ्यौँ। यो जापानको टोकियो सिन्जुकु स्टेसनबाट ओडावारा जाँदैछौँ। हाकोनीको रोपवे हेर्नलाई, माउन्ट फुजी हेर्नलाई जान लागेको। फेरिलाई सन्चै छैन राम्ररी र पनि अब हामी घुमफिर गर्ने कोसिसमा छौँ। हामी चाहिँ अब जापानी बजारहरू गाउँहरू हेर्दै हेर्दै जाँदैछौँ। उता ओडावारातिर हो माचिदा पुग्यो। त्यहाँ मिलिरहेको छ।
डाँडोतिर आइपुग्यौँ अब पहाडहरू देख्न थाल्यो बाहिर अलिअलि थालेका छन् यतापट्टि जङ्गलहरू छन् ओडावाराको नजिक आइपुगेछौँ। अब पहाड जङ्गल खोला नदीको बाटोहरू भएर रेल बगिरहेको छ। घरि खोला देखिन्छन्, घरि पहाडहरू देखिन्छन्, गाउँ बस्तीहरू देखिन्छन्। घाम पनि लाग्यो, उतापट्टि पानी परिरहेको थियो। मौसम राम्रो हुँदैछ। अब हामी जाने हाक्वनीतिरबाट सायद माउन्ट फुजी देखिन्छ कि भन्ने आशा छ। हेरौँ यस्तो छ। अब हाम्रो ओडावारा टर्मिनल आउन आँट्यो। यहाँबाट हाक्वनी जाने ट्रेन चढ्नुपर्नेछ अर्को। हाक्वनीबाट केबल कार चढेर माउन्ट फुजी हेर्नुपर्नेछ। पहाडहरू देख्न थालिसकेको छ। रेल चढेर पहाडहरू जाँदैछौँ। जापानको टोकियो सिन्जुकुबाट यता हाक्वनी माउन्ट फुजीतिर। अब ओडावारा आइपुग्यौँ। ओडावाराबाट अब हाक्वनी जाने ट्रेन चढ्नलाई यहाँ आइपुगेका छौँ। अब 7-11 यो ट्रेन चढ्न ओडावाराबाट हाक्वनी जाँदैछौँ है। हाक्वनीमा ओर्लिएर हामी जाँदैछौँ। पहाड नेपालकै जस्तो छ भन्दैछ वर्षाले। यहाँ डाँडा पहाड नाथे हेर्न के आइराख्ने यहाँ नेपालमा देखेकै त होइन। पहाडहरू चाहिँ चिसो छ, जाडो तातो लुगा लाएर हिँडेका छन्। रमाइलो छ। हाक्वनीमा चाइनिज रेस्टुरेन्ट खोज्दै हिँड्दैछौँ। हाक्वनी भन्ने ठाउँ छ यो। पारिपट्टि जस्तो छ, त्यहाँ गएर खाउँ न त तातो पकाउँदै। खानेकुरा खोज्दै हिँडेको, खासै खानेकुरा पाइएन केही पनि है। जो टक्क मनपर्ने मिठो जापानमा पाउन गाह्रो छ क्या हो। फोटो के हो हेर्नु पऱ्यो। यो मोमो जस्तै छ हौ चिनी है। सोधौँ है त। राइस डम्प्लिङ्स आगोमा पोलेको है यो राइस डम्प्लिङ ट्राई गर्दैछौँ। यहाँ मान्छे लाइन लागेका छन् राइस डम्प्लिङ खाना। यहाँ बाटोमा बसेर पनि खाइछन्। हामी चाहिँ यो जापानको हाक्वनीमा छौँ। टोकियोबाट ट्रेन चढेर आएको हो। मिठै छ। घोचेको के अरे यो राइस डम्प्लिङ खानालाई मान्छे कति ताती लागेछ। यो
हाकोनीमा जापानको हाकोनी भन्ने ठाउँ भयो जापानमा छ ट्राई गरियो कुकी अलिकति ट्राई गर्दै गरेर मिठो हामी हान्कोनी मुटो के भन्ने हो नाम पनि थाहा छैन ज्वरो आइराखेको छ र पनि हिँडिराखेको छु लखर लखर कफी खान बसेका छौँ कफी आयो सानो दुध कफी चिनी काफी बनाएर खानु भयो बाटो घुमाउनु भएर होला ट्रेन फर्क्यो फेरि अर्को अघि आएकै बाटो जस्तो हो कि के हो फर्क्यो है के हो रुख बिरुवाहरू के छन् चिनिँदैन टाढा टाढा घरहरू टायल लगाएको जस्ता झिँगाटिका कुहिरोले झाएर आएको छ गोरा स्टेसन आइपुग्यो यो रेल चढेर हाकोनी टोजन रेलवे चढेर गोरा स्टेसन यो अन्तिम स्टेसन जस्तो छ अब यहाँबाट केबल कार चढेर माउन्ट फुजी हेर्न जानुपर्ने हो तर आज हिउँ पर्दैछ अलिअलि बाहिर साथै कहीँ कतै जाँदा पनि दृश्य राम्रो देखिएला जस्तो छैन यो पनि मान्छेहरू त लाइन लागिरहेछन् हामी पनि अब लाइन लाग्छौँ हेरौँ बाहिर हिउँ पर्दैछ अलिअलि यो रेलको बाटो सिधा स्ट्रेट ट्रान्सफर ठाउँहरू छ रमाइलो जाडो छ चिसो तर रमाइलो छ केबल कार चढ्नलाई यहाँ टिकट सेट लिएर तर हिउँ पर्दैछ यस्तो जापानको टोकियो सिन्जुकुबाट वरा हुँदै पनि आएर वनीबाट गोरा ठाउँमा आएर गोराबाट केबल कार चढेर माउन्ट फुजी हेर्न जानु कस्तो धेरै हिउँ पर्न थाल्यो त्यस्तो हिउँ पर्न थाल्यो हुनाले अब माउन्ट फुजी त देखिएला जस्तो छैन तर पनि केबल कार चाहिँ हामी पक्कै चढ्नेछौँ यत्रा धेरै मान्छे कहाँदेखि आएर घुम्न आएका जापान माउन्ट फुजीको दर्शन गर्न हेरौँ के देखिन्छ ल अब हामी ट्रेन आउने अन्तिम स्टेसनमा आइपुग्यौँ अब रोपवे चढ्नलाई ट्रेन यहाँसम्म मात्रै हो हाकोनी रोपवे चढ्न जाँदैछ कहाँ आइपुग्यो बाबा हामी हाकोनी रोपवे चढ्ने ठाउँमा आइपुग्यो अब यहाँ केबल कार चढिँदैछ यो जापानको चाहिँ टोकियो सिन्जुकुबाट ओडावारा हुँदै हाकोनी आइपुगेर अब अझै माथि हाकोनी रोपवे चढ्ने ठाउँ रेलमा चढेर पाहाडै केबल कारमा हामी चढेर माथि 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 जान्छ है अब तर के अरे फुजुकी माउन्टेन होइन के माउन्टेन माउन्ट फुजी तल पनि राम्रो
केबल कार चढ्दै हामी चाहिँ कहाँ हिँड्यो माउन्ट फुजी हेर्न हिँडेको खै फुजी त देखिनेवाला छैन फुजी फुस्छ होला सबै फुसफुसे बादलले के नि यस्तो छ यो पर्दै छैन भिडियो भएछ के हेर्ने हिँडेको नि हामी माउन्ट फुजी हेर्न हिँडेको फुजी फुस्सै भयो जस्तो छ सबै कुहिरोले ल हेर्नु यहाँ कुहिरो कुहिरो यस्तो छ केही त देखिँदैन यो पर्दैछ हेर फुजी फुस्छ बिहान 6:30 बजे उठेर हामी रोड टुरिस्ट बस छुटेर हामी यो ट्रेनमा चढेर यो फुजी हेर्न आएको होइन अहिले केबल कारमा छ केवल कारमा छौँ तर फुजी के भयो फुस्स भयो केले भन्नु न ल हेर्नु यस्तो पनि के देख्दैन ल हेर्नु बाहिर त स्नोइङ आउट ल पुरै स्नो पर्दैछ ल फुजी देखेला जस्तो छैन पुरै स्नो पर्दैछ यो पर्दैछ बादलले ढाकेको छ माथि यो हाक्वनी डाँडामा माथि जापानको हाक्वनीमा यस्तो छ फुजी बजार छोडिँदा म के भन्नु होला हजुर केही देख्दैन हजुर यस्तो पनि हुन्छ जिन्दगी बाहिर हिउँ पर्दैछ हामी फुजी माउन्टेन हेर्न हिँडेको फुजी फुसा म पनि छु यस्तो सुख गरेर आयो तर के भयो पुरै हिउँ पर्दैछ बाहिर है हामी माथि डाँडामा कता आइपुग्यौँ कान बन्द हुन थालिसक्यो हिउँ परेको परै छ यो केबल कारभित्र अर्को जाँदैछ केबल कार उता पर डाँडामा कता कता के छ यस्तो छ जापान भ्रमण चाहिँ हामी माउन्ट फुजी हेर्न आएको यहाँ हिउँ पर्दैछ यसरी यस्तो हिउँ पर्दैछ माउन्ट फुजी यहाँ बादलमा डुबेको छ कतै छातामा पसौँ ए यहाँ फुसफुस हिउँ परिरहेछ सबै सेतो भइसक्यो यहाँ कता छ त माउन्ट फुजी खै माउन्ट फुजी Where are you? Where are you looking? We are looking for you. यस्तै चाहिँ माउन्ट फुजी हेर्न आउँदाखेरिको स्थिति यहाँ कालो ज्याकेटमा सेतो हिउँ आइसक्यो ल हामी चाहिँ माउन्ट फुजी हेर्न आएको माउन्ट फुजी चाहिँ सबै स्नो र कुहिरोले ढाकेको छ पर पनि मान्छे हिँडिराख्नुहुन्छ यहाँ स्नो परेर बुढो कुदानीमा छौँ स्नोइङ होइन म पनि छु यहाँ रमाइलो भइरहेछ फुजी चाहिँ फुस्सै भयो स्नोले खुल्दैछ हो देखिन्छ ए देखेन देखिन माउन्ट फुजी फुजी राम्रो नदेखिए पनि सुवेनियर सपमा भिड छ
pressing it away, it's like, 右側にお降りくださ how い。 can you enjoy Passengers for Golden pudding Bar, without eating your please main exit course? near the door. We will soon be arriving at Shokokunomori OH56. When disembarking, please find a gap between the platform and the train. The town that has come into view below, to your left, is Miyanoshita Hot Spring Resort. Miyanoshita Hot Spring Resort. Same thing as like all the other luxury items, like the queen and stuff like that. लैजाऊ So I got people Yeah. Let's say for some reason, maybe not. खानेकुरा मिठो लागेन हजुर खानेकुरा मिठो लागेन मिठै छ यत्रो जापानिज रेस्टुरेन्टको जापानको खानेकुरा किन मिठो नलाग्यो त यहाँ रेस्टुरेन्ट हो माथि होटलदेखि माथि यस्तो खतरा छ मान्छे यति छन् पर खतरा खतरा आइटम यो चाहिँ हाम्रो होटलको ब्रेकफास्ट एरियाबाट देखेको भ्यू हो टोकियो सहरका स्काई स्क्र्यापरहरू देखिन्छ नजिकै हामी पनि 25औँ तलामा छौँ हामी बसेको होटलको 25औँ तलाबाट ब्रेकफास्ट टेबलबाट देखेको दृश्य हो यहाँ मान्छेहरू ब्रेकफास्ट गर्ने एरिया छ यतापट्टि यता वारपार छ परसम्म हामी चाहिँ टोकियोको बाटोमा हिँडिरहेको छौँ सडकमा यसो घुम्दै घुम्दै व्यस्त छ टोकियो मान्छेहरू दौडधुपमा छन् यहाँ खानेकुराहरू सुसीहरू जापानिज फुडहरूको आइटमहरू छन् स्काई स्क्रैपर्सहरू छन् वरिपरि बिहान चिसो चिसो छ एकदम वातावरण चिसो बतासले फुलीको कपाल उडाउँदैछ रमाइलो छ अब आज अन्तिम दिन हो जापान घुमाइको धेरै लामो भएन यसपालि 3 दिन मात्रै गयो जापानको लागि फेरि भेटौँला सी यू जापान बाई बाई भन्ने बेला हुन आँटो साइकल कुदाउने चलन पनि धेरै नै रहेछ साइकल पार्क गर्ने ठाउँहरू बाटोको छेउछेउमै छन् साइकल
सेफ्टीको लागि साइकल कुदाउनु एकदमै राम्रो कुरा हो। धेरैले साइकल कुदाउनु हो भने गाडीहरू कम गर्ने हो भने त्यसै पनि प्रदूषण कम हुन्छ। ठाउँ ठाउँमा फ्री वाइफाईका बुथहरू पनि छन्। फ्री वाइफाई पनि रहेछ बाटो बाटोमा। बाटोको छेउछाउमा साइकल राख्ने साइकल पार्किङहरू देखिएको छ। भिडियो है जापानीहरू यहाँ चाहिँ गाडीमा चढ्नलाई कति मजाले लाइन लागेर बसेका छन् पालै पालो। है हेर्नु त बिस्तारै हतार नगरिकन लाइन लागेर बिस्तारै बस चढे। हामी टोकियोमा छौँ। यो चाहिँ टोकियोका स्काई स्क्र्यापर्सहरू हुन्। टोकियो हिँड्दै घुम्दैछौँ। घर पुऱ्याएर आएको अब उसको जापानी ड्रेस लगाएर फोटो खिच्ने अनि रहर थियो पुरा गरेर अब हामी यो ड्रेस फुकाल्न जाँदैछौँ। यस्तो छ जापानमा अचम्मैसँग नेपालीहरू भेटघाट भयो। धेरै यो ग्रुप नै नेपाली नानीहरूको ग्रुप हो यहाँ है। नेपालीमा बोल्दै हिँडिरहेको जापान भ्रमण सकेर अमेरिका फर्किने तयारीमा छौँ। यहाँ दिउँसोको खाजा खाने कार्यक्रम भएर चाहिँ आन्दो मजाले लिएर जाँदै हुन्छ। यो जापानी बाटो एकापट्टि 2 लेन अर्कापट्टि 2 लेनको इन्चियोनतिर जाँदैछ। इन्चियोनी इन्चिनोनी नारिता एयरपोर्टतिर जाँदैछौँ। नारिता इन्टरनेसनल एयरपोर्ट। जापानलाई बाई बाई है त हस् त हजुर। जापानलाई बाई बाई भन्दैछौँ। अब टोकियोबाट नारिता एयरपोर्टतिर लाग्दैछौँ। जापानका घर बस्तीहरू नदी नहरहरू अग्ला अग्ला भवन बिल्डिङहरू चिल्ला चिल्ला बाटाघाटाहरू बिदा गर्दै हामी 3 दिने जापान बसाइलाई भेट मार्दैछौँ। हाम्रा सहयोगी छन् आन्दो, हामीलाई नारिता लिएर जाँदैछौँ। साथीले 100-120 मा दिइरहेछ दनक। के बोल्या हो गाडी कुदाइरहेछौ। 26 किलोमिटर बाँकी छ नायता आउन। जङ्गलहरू देखिँदैन यहाँ अलिअलि अलिअलि ठुल्ठुला रुखहरू थिए। यतापट्टि गाडी छ हो।
हामी चाहिँ टोकियो छोड्दैछौँ। यो चाहिँ एयरपोर्टबाट हामी अब युएसतिर लागिँदैछ है। जापान टोकियो मैले चिठी पठाएको थिएँ त कता रोकियो। कता लाग्यो? अब अमेरिकातिर लाग्यो। अनि त्यो छाता चाहिँ किन बोकेको पछाडि? यो हिजो जापानको खुसी माउन्टेन हेर्न चाहिँ हिउँ छेक्न किनेको छाता फेरि प्लेनमा पानी परिहाल्ने हो कि चाहिन्छ भनेर ए जे पाए त्यही। जापानलाई बिदा गर्दै हामी हवाईतिर लाग्दैछौँ होइन। तर हवाईमा चाहिँ ओर्लिने हवाइयन एयरलाइन्समा हवाइयन एयरलाइन्समा जाँदैछौँ अब अमेरिकातिर। बनायो भने खानै पर्यो, के गर्नु गाह्रो छ। अलास्कातिर के अरे हामी चाहिँ कहाँ जाने अरे? सियाटल जापानको नारिताबाट सियाटलतिर जाँदा यो हवाइयन एयरलाइन्समा छौँ हामी। खानेकुराहरू स्वाद भइरहेको हल्लाइरहेको छ। के साह्रो हल्लिएको आज हल्लिएको पत्ता पो हल्लिएको छ। खोल्दैछ के छन् बाबामाले के ल्याए लगेजमा? खोला नानी त्यसमै हाल्दा नानी चाहिँ हाली पनि त्यहीँभित्र त्यसको चाहिँ हाली हो त्यसमा त्यसरी हाल्दै लुगाहरू मनपर्ने चिज यहाँ छ। त्यहाँ थियो ठुलो सुटकेस खोल्यो अनि के छ अनि बाफ रे बाफ लौ त अरू सामान छोडेर भए पनि तितौरा ल्याइदिएको के गर्नु? अस्तिदेखिको तितौरा कि तितौरा ए पुरै तितौरै तितौरा बाफ रे बाफ। चक्लेट मन पर्दैन नि? खै कुन चाहिँ हेर ए त्यो अर्को स्क्विसी चक्लेट खायो त? The mochi? मोची त्यो पनि मिठो छ। के आएछ? यो त नआएछ के? Are there pillow pieces? नेपालको कोसेलीहरू One have a full joint, yeah,